यो बेनीघाटपट्टि साइड भयो बुढी गण्डकीको। यसको माथि यो चुलदेवी बेनीघाट आर्खेत रोड अथवा आर्खेत काठमाडौँ के अरे गोर्खा भन्दाखेरि पनि भयो। यो चाहिँ वृद्ध आश्रम लक्ष्मीनारायण धाम अर्थात् बुढी गण्डकी आश्रम हो कि जस्तो लाग्यो। यो यहाँनिर चाहिँ एउटा वृद्ध आश्रम भयो। अमिल चौर भन्ने ठाउँ भयो। चाहिँ यो पहिला ठुलो चौर थियो, अहिले चाहिँ यो वृद्ध आश्रमले आधी काटेर राखेपछि केही साँग्रो भएको छ। यहाँ एउटा शिवको मन्दिर, यो चाहिँ धेरै पहिलादेखि हामीले मन्दिर सानोमा देख्दाखेरिको मन्दिर, सायद पुरानो मन्दिरमध्ये यो एउटा मन्दिर हुनुपर्छ। यहाँ ठुलो बरको रुख थियो, पिपल थियो। यहाँको छेउको चाहिँ लडे छ, तर अहिले समी हुर्केको रहेछ। यता यो पुरानै हो, यो दुईवटा यताको बर पिपल अनि यतापट्टिको यो पिपल भयो। उता पारिको बर उतापट्टि पनि थियो। यो लड्यो केही हदसम्म चाहिँ यो भयो नि। यो चाहिँ उता गएर स्टुल खोला उतापट्टिको चाहिँ पहिला माथि गाडी नजाउन्जेल यहीँ बस्थ्यो। आरुघाट आर्खेतसम्म जाने गाडीहरू नजाउन्जेल पहिला आरुघाट गाडी नउक्लिन्जेल चाहिँ यहीँ बस्थ्यो। पहिला पुरानो बाटो तलबाट थियो, अब चाहिँ हामी माथिबाट जान्छौँ। अघि म पुरानो बाटो आएँ, अब चाहिँ नयाँ बाटो चाहिँ बेनीघाट आर्खेत भनौँ या गोर्खा आर्खेत हुँदै माथि नाकासम्म चाहिँ जोड्ने बाटो।